नमस्कार, म श्रीमणि नेउपाने दाङ क्षेत्र नम्बर 3 राष्ट्रिय प्रजातन्त्र पार्टीको 3 खको अध्यक्ष। आज हामी चाहिँ यो राष्ट्रिय प्रजातन्त्र पार्टी बबई गाउँपालिकाले राखेको पिकनिक कार्यक्रममा बबई गाउँपालिका वार्ड नम्बर 5 को पुरनधारा पर्यटकीय स्थल पुरनधाराको छहरामा आएर हामी यहाँ हेऱ्यौँ। यहाँ धेरै रमणीय ठाउँ धेरै छ र यहाँ यो क्षेत्रलाई चाहिँ पर्यटकीय गराउनुपर्छ भन्ने कुरा हामी मात्रै नभएर यहाँका सबै जनताहरू नेपाली जनताहरू चाहिँ लाग्नुपर्छ भन्ने हिसाबले अब चाहिँ यो अगाडि चाहिँ सबै कुरा चाहिँ हामी यो भिडियो मार्फत प्रस्तुत गर्नेछौँ भन्ने कुरा राख्दै बिदा हुन्छु। जय राष्ट्र। हामीले किन गर्मीमा शीतल भयो कसलाई के शीतल थियो छाया आएको थियो हजुर बनाउँदै गर्दाखेरि चाहिँ अहिले छाया हराउँदै गयो र हामी अब गर्मी भयो नि घटाउन भन्ने चाहना यता हाम्रो सलाद कटिङ भइरहेछ। कतिखेर आउनु भयो हजुरहरू? हामी त 8 बजे आएको, यो दशामा 8 बजे हो। 8 बजे आएर दाउरा चिरेर तपाईँको चाहिँ नि पुलाउहरू बनाएर सलादहरू बनाएर अब हामी झन्डै खाना रेडी गर्ने सोचमा छौँ र अब हाम्रो साथीहरूको पनि सबैको आगमन भइसकेको छ। जे होस् रमाइलो हुन्छ। धन्यवाद। जय पुरनधारा, जय पुरनधारा, पुरनधारा जय। बजाऊ न मौरीलाई हुन्छ हेलो, बबई गाउँपालिकाको आयोजनामा दाङ सम्पूर्ण नेतागण कार्यकर्ता सबैमा हामीले नियुक्त गरेका थियौँ। हामीले केही दाङ जिल्लाको बबई गाउँपालिकाको पुरनधारा छहरामा एउटा सानो पार्टीको अन्तर्क्रिया तथा प्रशिक्षण जस्तो कार्यक्रम र साथमा वनभोज, मानव इङ्ग्लिसमा पिकनिक भन्छ, हामी नेपाली वनभोज भन्यौँ। वनभोजको लागि पनि सबैलाई एउटा पार्टी हाम्रो विगत 21 को चुनाव ठाउँको चुनावबाट अलिकति साथीहरू मनस्थिति कमजोर भएको होला भन्ने मनस्थितिका साथ हामीले के योजना बनायौँ भने हामीहरू आन्तरिक रूपमा अलिकति बलियो भएर जानुपर्छ भन्ने कुराका साथ हामीले आज सम्पूर्ण साथीहरूलाई अनुरोध गर्दै आजको यस कार्यक्रममा सहभागीलाई अनुरोध गरेका थियौँ। र आज हामी अब यस कार्यक्रमलाई अलि समय ढिलो हुन गइरहेको हुँदा हामीले कार्यक्रमलाई छिटो लामो टाइम नगराएर छिटो सक्नुपर्ने अवस्था र हामीले कतिपय साथीहरूले नास्ता नखाएर पनि आउनुभयो होला, खानाको समस्या पनि भएको कारणले छिटो सक्नुपर्छ भन्ने सोचका साथ हामीले कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। यसै क्रममा आज म यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। साथीहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी बबईको आयोजनामा पार्टी प्रसिद्धता वनभोज कार्यक्रम 2083 वैशाख 5 कार्यक्रमका यस कार्यक्रममा अध्यक्ष हाम्रा बबई गाउँपालिकाका अध्यक्ष श्री विष्णुबहादुर ओलीज्यूलाई यस कार्यक्रममा अध्यक्षता गरिदिनु अनुरोध गर्छु। यसै गरी यस कार्यक्रमलाई हाम्रा केन्द्रीय सदस्य श्री सरिता देवकोटाज्यूको प्रमुख अतिथिमा हामीले यसलाई यो कार्यक्रमलाई अगाडि बढाउन गएका छौँ र उहाँलाई अतिउचित आसन गरिदिनु अनुरोध गर्छु। यसै गरी लुम्बिनी प्रदेशका उपाध्यक्ष श्री भूपाल राजज्यूलाई विशिष्ट अतिउचित आसन गर्नु अनुरोध। यसै गरी जिल्ला अध्यक्ष र उहाँलाई पनि विशिष्ट आसन गर्नु अनुरोध। यसै गरी विमला घट्टी महिला केन्द्रीय सदस्यलाई अतिथि आसन गर्नु अनुरोध। यसै गरी
लुम्बिनी प्रदेश सदस्य श्री सृजना पाण्डेज्यूलाई अतिथिको शीर्ष आसन गर्न अनुरोध भएको पार्टीको अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष श्री दीपक दाजुलाई अतिथिको शीर्ष आसन गर्न अनुरोध यसै गरी भर्खरै भएको क्षेत्रीय अध्यक्षबाट अध्यक्ष हुनुभएका श्री हाम्रा नरबाबुज्यूलाई अतिथिको शीर्ष आसन गर्न अनुरोध बुढाज्यूलाई यसै अतिथिको शीर्ष आसन गर्न अनुरोध यसै गरी श्री राजेन्द्रज्यूलाई अतिथिको शीर्ष आसन गर्न अनुरोध छु यसै गरी हाम्रा ज्येष्ठ नागरिक बबैका व्यक्तित्व आदरणीय व्यक्तित्व पार्टीको सर्देव पार्टीका अग्रज नेता श्री बालराम ओलीज्यूलाई अतिथिको शीर्ष आसन गर्न अनुरोध छु अतिथिलाई आसन ग्रहण गराउने क्रम हामीले अहिले यही स्थित गर्दै बबई गाउँपालिकामा प्रधान कार्यालय अतिथिको शीर्ष आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दै हजुरलाई अतिथिको शीर्ष आसन ग्रहण गरिदिनु हुन अनुरोध छु आसन ग्रहण गर्न अनुरोध गर्छु साथीहरू हामी लामो लगभग गत फागुन 21 को चुनाव पछाडि बिचमा हामीहरू एक आपसमा भेट भएको थिएन विभिन्न कारणले हामी थिए होला विभिन्न ठाउँमा हामी बिछोडिएका थियौँ र हामीले यो बिछोडिएको मनलाई हामीले एक गर्नको निमित्त बबई गाउँपालिकाले एउटा कार्यक्रम राख्न गएको छ यसमा सबैले एउटा बिछोडिएको मनलाई पर फालेर एकीकृत मन हुनुहुन्छ भन्ने एउटा तपाईँहरू बिचमा म राख्दै मेरो आशा राख्दै म यो कार्यक्रम गइरहेको छु साथीहरू हामीले यो देशको निमित्त भेटघाट जस्तो कार्यक्रम र त्यसमा पनि सबैसँग परिचय आदान प्रदान होस् सबैले सबैलाई हामीले हाम्रो यो अनुहार देखाउने मौका मिलोस् र हामीले पनि सबैको अनुहार देखाउने अवसर मिलोस् भनेर हामीले जुन यो कार्यक्रमका निम्ति पालिनुभएका आदरणीय विशिष्ट अतिथि म सबैलाई एकमुष्ट सम्बोधन गर्न चाहन्छु अतिथिज्यूहरू यस कार्यक्रमका अध्यक्ष महोदय सबैलाई मेरो तर्फबाट एकमुष्ट नमस्ते जय राष्ट्रवाद भन्न चाहन्छु यो कार्यक्रम राख्दै गर्दा यो कार्यक्रमको बारेमा चिन्तन गर्दै गर्दा हजुरहरूले यो कार्यक्रमलाई हर्ष उल्लासमयका साथ मनाइदिनको लागि हजुरहरूको यो आगमनले हामी धेरै भाग्यमानी धेरै आभार प्रकट गर्न चाहन्छौँ र तपाईँहरू यसरी हाम्रो पार्टीको नाम मात्रै नभएर मैले भनिसकेँ चिनजानी आदान प्रदान परिचयात्मक कार्यक्रम जस्तो एउटा हितैषी मित्र एउटाले बोलाएको र अर्काले आएको जस्तो गरेको होइन एउटा हामीले बोलाए जस्तो गरेको हजुरहरू आए जस्तो गरिदिएको र त्यसो पनि एक परस्पर सम्बन्धको एउटा मिठो घडीमा हजुरहरूले यसरी उपस्थित भइदिँदै गर्दा हामीले धेरै प्रफुल्ल हामी सोच्दै नसोचेको उपस्थिति हामीले महसुस गरेका छौँ यो कार्यक्रमलाई यति राम्रो यति सुन्दर बनाइदिन आगमन गर्नुभएका यहाँ पाल्नुभएका सबै आगन्तुकहरूलाई शुभकामना दिँदै यस कार्यक्रममा पाल्नुहुने सबैलाई स्वागत गर्दै म मेरा दुई शब्दहरू यही बिसाउने अनुमति माग्दछु अलि धेरै काम युवाहरूको जिम्मेवारी त्यसको सारा मिसन नेपाल हाम्रै हो यो मिलन हाम्रै हो स्वागत छ हाम्रो सबैलाई अतिथिहरूले जहाँ आज कहाँबाट जम्मा भयौँ हामी सद्भाव फेरमा राख्दै जाउँ फेरि पनि हामी संस्कार हाम्रै हो यो मिलन हाम्रै हो स्वागत छ हाम्रो सबैलाई बैरी बाबा त्यागी नयाँ मिसन बनाऊ यो पाराले भन्दैन बैरी बाबा मिसन बनाऊ यो पाराले चल्दैन यो मान्दैन सबै पार्टी अगाडि हामी पछाडि किन यो पाराले हुँदैन सोचौँ न यो मिलन हाम्रै हो चौर पसाले हाम्रो पार्टी
वास्ता गर्दै जाउँ शक्ति निर्माण गर्नलाई युवा अघि बढाउँ नेपाल हाम्रै हो यो मिलन हाम्रै हो स्वागत छ हाम्रो सबैलाई अतिथिभरिलाई ज्योति मरि गयो त्यसको लागि लड्दा लड्दै ज्योति मरि गयो मरि जानु लागि छैन धन सम्पत्ति रह्यो नेपाल हाम्रै हो यो मिलन हाम्रै हो स्वागत छ हाम्रो सबैलाई हामी हाम्रो देशको लागि के गरौँला आफू मरे देशको लागि उमर रहौँला नेपाल हाम्रै हो संस्कार हाम्रै हो। बहिनी दाजुभाइ तथा आमा बुवा म मेरो जय राष्ट्रवादको न्यानो अभिवादन पुर्याउन चाहन्छु। कार्यक्रम यो अलि टाढा र अलि दुर्गम जङ्गलभित्र किन राखिएको कसरी राखिएको यसको के छ विशेषता भन्ने कुराहरूलाई म यहाँहरूलाई थोरै जानकारी गराउन चाहन्छु। मैले यो जानकारी गराउन पाए मलाई अवसर दिएकोमा म मेरो उद्घोषक मित्रलाई पनि म धन्यवाद दिँदै यो यहाँ हामीले चुनाव पछिको यो पहिलो मिलन कार्यक्रम भएको हुँदा हामी एकान्त एकलाष्टमा एउटा मिलन सबैको सम्मेलन गरेर सबैले आफ्ना अनुहारहरू हेरौँ र हामीले अहिलेसम्म जे हार बिहोर्दै आए पनि अहिलेको हारलाई खासै हार मान्न नसकिने म मेरो आत्मीय विचारमा म त्यसमा छु। यहाँहरूलाई कस्तो लाग्छ र किनभने यत्रो ठुला 90-95 सिट भएका मान्छे 30-32-38 सिटमा झर्छन् भने हामी त 5 सिटमा झरेका छौँ 14बाट। हामीले जित हो हाम्रो यो, मैले त जित नै मान्छु। र यसलाई मनमा तालीले है दुःख र कष्ट कोहीलाई नआओस् भ्रष्टाचार विरुद्ध डटेर जाओस् यही छ हाम्रो चाहना नयाँ वर्ष 2083 को सबलाई शुभकामना नयाँ वर्ष 2083 को सबलाई शुभकामना सम्मान गर्दछौँ अतिथिगणको सम्मान गर्दछौँ अतिथिगणको पुरा हो सपना सोचेका मनको पुरा हो सपना सोचेका मनको बोकेर हिँडौँ आवाज जनको बोकेर हिँडौँ आवाज जनको यही छ हाम्रो चाहना नयाँ वर्ष 2083 को सबलाई शुभकामना नयाँ वर्ष 2083 को सबलाई शुभकामना दुःख साटौँला यहाँ ममताको खुसी बाटौँला यहाँ ममताको खुसी बाटौँला यहाँ हाँसो र खुसीले फाटौँला यहाँ यही छ हाम्रो चाहना नयाँ वर्ष 2083 को सबलाई शुभकामना नयाँ वर्ष 2083 को सबलाई शुभकामना को सबलाई शुभकामना। धन्यवाद, नमस्कार, जय। बोलाउनु भएको थियो त्यसमा चाहिँ हामीले यो निर्णय गरेर चाहिँ यही बबई पुरनधारा यही छहरा पनि हेर्ने र यो नयाँ वर्ष 2083 को पनि सबैलाई चाहिँ शुभकामना आदान प्रदान गर्ने र सबैको भेटघाट हुन्छ। धेरै भू चुनावले चाहिँ कसैलाई बिछोड बनाएको हुन्छ त्यसलाई पनि मिलन उसमा ल्याउने भन्ने हिसाबले चाहिँ हामीले एउटा कार्यक्रम बबई गाउँपालिकाले चाहिँ नेतृत्व गरोस् भनेर एउटा यो कार्यक्रम राखिएको थियो। यहाँ सबै उपस्थित महिला दिदीबहिनीहरू दाजुभाइ सबै उपस्थित हुनुभएको छ। यसका लागि
बबई गाउँपालिकाले त स्वागत गरिसक्यो। त्यसको साथसाथै म दाङ क्षेत्र नम्बर 3 प्रदेश खको यो मेरो प्रदेश भएको कारणले मैले तपाईँहरू सबैलाई धेरै जसो त मेरै प्रदेशको यहाँ हुनुहुन्छ र त्योभन्दा बाहिर 2 नम्बर क्षेत्रका हुनुहुन्छ र देउखुरीबाट मैले देखिनँ होइन। देउखुरीलाई पनि 1 नम्बर क्षेत्रलाई पनि हामीले आमन्त्रण त गरेकै हौँ। उहाँ आउँदै हुनुहुन्छ कि आइपुग्नु भएको छैन। उहाँ सबैलाई चाहिँ 3 खको तर्फबाट स्वागत गर्दै यो राष्ट्रिय प्रजातन्त्र पार्टी चाहिँ अगाडि बढोस्, यो बबईलाई चाहिँ यसलाई साँची राखी हामी चाहिँ एक मन भएर अगाडि बढौँ भन्ने शुभकामना सबैलाई दिँदै म बिदा हुन्छु। जय राष्ट्रवाद। अध्यक्षज्यूहरू, विभिन्न तहमा बस्नुभएका क्षेत्र, प्रदेश, नगर, वडाका पदाधिकारी एवं सदस्य साथीहरू, गाउँपालिकाका अध्यक्षज्यूहरू, उपस्थित सम्पूर्ण पार्टीप्रति वफादार भएर काम गर्दै आउनुभएका सम्पूर्ण पार्टीका साथीहरू, यहाँहरू सबैलाई यो वनभोजको उपस्थितिमा सहभागी भइदिएकोमा यहाँहरू सबैलाई म हार्दिक धन्यवाद। र भर्खरै हाम्रो 2083 साल लागेको छ र यसको नयाँ वर्षको यहाँहरू सबैलाई शुभकामना दिन चाहन्छु। र यो 83 सालले हामी सबै नेपालीहरूलाई सुख शान्ति मिलोस्। साथै हाम्रो पार्टीमा जति पनि साथीहरू छन् सबै एकले अर्कालाई सहयोगको भावना लिएर अगाडि बढ्ने सोच लिएर हामीहरू हिँडौँ र आउने दिनहरूमा कसरी चाहिँ पार्टीलाई अगाडि बढाउन सकिन्छ भन्ने कुराहरूलाई यहाँहरू सबैले गरेपछि हुन्छ भन्ने भावनाका साथ एकजुट भएर अगाडि बढ्नेछौँ। र अहिलेको यो परिस्थितिलाई कसैले पनि यसलाई टिक्का टिप्पणी गर्नुपर्ने आवश्यकता मैले देख्दैन। अब यस्तो कुराहरूमा कुनै गाउँघरमा, जिल्ला, क्षेत्र, केन्द्रमा पनि हुने गरेका छन्। म जय राष्ट्रवादको नमस्कार टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। आदरणीय महानुभावहरू, आदरणीय राष्ट्रवादी साथीहरू, वास्तवमै आज दङ्गिसन गाउँपालिकाले आफ्नो आयोजनामा हामीलाई पनि यस कार्यक्रममा निमन्त्रणा गरेर आफ्ना केही कुरा राख्ने मौका दिनुभयो। र हाम्रो नेपाली वीर गोर्खालीको चिनारी पहिचान आज यो बबई गाउँपालिकाको यो नदीको तीरमा रहेको जङ्गलको छेउमा हामीलाई यसरी कार्यक्रमको आयोजना गरी निमन्त्रणा गरेर वास्तवमै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो राष्ट्रियताको पहिचान झल्काएको महसुस मैले गरिरहेको छु भन्न चाहन्छु। निर्माण कार्यक्रमका प्रमुख अतिथि यस बबई गाउँपालिका अध्यक्षज्यू र साथै केन्द्रदेखि वडा स्तरीयसम्मका तहमा रहनुहुने सम्पूर्ण अतिथिज्यूहरूमा मेरो र हाम्रो पार्टीको तर्फबाट जय राष्ट्रवादको न्यानो माया पक्राउँछु। नमस्ते। म प्रेमबहादुर नेपाली, म राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय सदस्यको नाताले म के भन्छु भन्दाखेरि यो जुन उपस्थिति छ हाम्रो गएको विगत यो जो 82 को चुनावमा हामीले हार्यौँ भन्ने हाम्रो चाहिँ धारणा हामी कोही पार्टीप्रति हामी किनभने हाम्रो पार्टीले बोकेको एजेन्डाहरू अहिले स्थापित हुँदैछन्। त्यसमा हाम्रो पक्का पनि जित हुनेछ, जित्ने हामी हुन्छौँ। त्यस कारण गर्दा हामी कोही पनि हाम्रो पार्टीले हामी हार्यौँ हाम्रो भन्ने नगर्छ। किनभने हामीले सबभन्दा हाम्रा अग्रज नेताहरूले हामीलाई गाउँ गाउँमा गएर हाम्रा सदस्यहरूलाई बुझाउन नसक्नुको कारण हामीले भएका छौँ। यो चाहिँ हाम्रा अग्रज नेताहरूमा चाहिँ यसको ध्यान गर्नुहोस् र गाउँ कमिटीमा, नगर कमिटीमा सम्पूर्णमा चाहिँ उहाँले बुझाइदिनु होला भन्ने ध्यान गराउँछु। अब यसै क्रममा स्वागत मन्तव्य, शुभकामना मन्तव्य आयोजनाको निमित्त दाङ क्षेत्र नम्बर 3 का क्षेत्रीय अध्यक्ष भविष्य सुख, शान्ति र समृद्धि नयाँ वर्षको लागि आगमनले स्वागत गरोस्। यहाँहरूमा सबैमा मेरो अभिवादन, मेरो शुभकामना, मेरो प्रार्थना छ। धन्यवाद। मित्रहरू,
दाजुभाइ दिदीबहिनीहरू धेरैले धेरै कुरा सुनाउनु भएको छ। हामी हिजो एउटा मुठीमा पनि थिएनौँ, आज एउटा हल त कमसेकम भरिएको छ। यसैलाई गर्व गर्नुपर्छ। किन भन्नुहुन्छ भने आज 2015 सालमा नेपाली काङ्ग्रेसले बहुमत ल्याएको थियो। त्यसपछिका दिनहरूमा 2048 सालमा फेरि नेपाली काङ्ग्रेसले नै बहुमत ल्यायो। नेपाली काङ्ग्रेसले फेरि पनि 2051 सालमा बहुमतै ल्यायो। फेरि 2062-63 मा एमाले बहुमत ल्यायो। 74 मा फेरि माओवादीले बहुमत ल्यायो। तर पनि के भयो, तिनीहरू आज सबै बढारिए होइन र? सबै बढारिएका छन्। यो समयको वेग हो, हावाहुरीले बढार्छ। हामीले भन्ने गर्छौँ नि उखानमा, कुचोले बढार्ने चिज हावाहुरीले बढारिदियो। पिकनिकको आयोजना पनि गरेको हुँदा यस बबई गाउँपालिकालाई आयोजक कमिटीलाई जो अहिले पनि खटनपटन भइरहनु भएको छ उहाँहरूलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। राजनीतिका विज्ञ कुराहरू सुन्न त अझै छ, केन्द्रीय सदस्यज्यूहरू हुनुहुन्छ र धेरै कुराहरू पनि यहाँ आइसकेको छ। गीत मार्फत होस्, चाहे हाम्रो सङ्गीत मार्फत होस्, कविताबाट होस्, आइसकेको छ। र मैले यहाँ धेरै एकदम डट्केर भन्नुपर्ने ठाउँ छैन। यहाँहरूलाई मैले भन्नुपर्ने सुखी र समृद्धि नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय सम्पूर्ण उपस्थित जनहरूमा छाओस् फुलाओस् मेरो शुभकामना भन्ने जस्तै अबका कार्यक्रमहरू हाम्रा चोक चोकमा हुनुपर्छ, मैदान मैदानमा हुनुपर्छ। यसको तात्पर्य र यसको सुरुवात नै कहाँ हुन्छ? वडा स्तरको सङ्गठनबाट हुन्छ। सङ्गठन गर्नमा जुन साथीहरू भने मात्रै यो चाहिँ के सफलताको कुरा हो। अनि त्यसपछि हामी चुनावको भोट गर्न सफल हुन सक्छौँ। त्यसले गर्दा काम गर्ने क्रममा केही बल प्रयोग गरेर बस्नेतको हार्दिक शुभकामना टक्राउन चाहन्छु र म धेरै आन्दोलनमा भएर नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै मनाउन गइरहेकै छौँ। यसैको लागि म आफ्नो हृदयदेखि हिजोका पुराना तिनै सम्झनाहरू याद गर्दै यहाँहरू सबैलाई हार्दिक बधाई तथा धन्यवाद दिँदै मेरो शुभकामना मन्तव्य यही अन्त गर्ने अनुमति चाहन्छु। अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, लुम्बिनी प्रदेशका ऐतिहासिक काम गरेको छ। आज दाङ जिल्लामा रहेका थुप्रै साथीहरूलाई जोडेर यो अत्यन्तै प्रकृतिले भरिएको अत्यन्तै सुन्दर स्थानमा वनभोज कार्यक्रमको आयोजना गरेर साथीहरूको बिचमा पुनर्मिलनको कार्यक्रम भएको छ। पछिल्लो चरणमा थुप्रै कुराहरू यहाँहरूका आएका छन्। त्यसलाई समीक्षात्मक बैठकका रूपमा पनि बसेर अरू कुराहरू पनि गरौँला। पार्टीको अवस्था कहाँ गयो, पार्टीलाई कसरी उठाउने, एउटा रातो गाई खान्छ, झुन्डामा छ, ऊ गाईभरि पारेछ, काला गाई पारेछ। हौ त बगालो आज यो आउँदिन भनेर बुढाबुढी मान्छे त कति म हर्न सक्दिनँ भन्दै त्यो लगालागिले यता बोलाछ। बर्थडे मान्छेलाई के यस्तै दुःख दिने त? अब त्यो कहाँ मासुको चोक्टो मोक्टो पकाएको छ नि दाँत छ। अब त्यो चबाउने पनि कसलाई काल्याउ बाल्याउने, एउटा काल्याउ बाएको कोही तयार होला। यो तपाईँको सान्चेरीहरू कहाँ गएर छन्? त्यो सान्चेरीहरू छैनन् घाँस काट्न। तिनी गाईलाई घाँस काट्छन्। मैले हाँसो गरेँ थोरै, कता हाँसो आएर मस्तै मान्छे हुनुहुन्थ्यो होइन। त्यो मान्छे फेरि कता गइरहनु भयो। मलाई चिन्ताको विषय क्या, बबई गाउँपालिकाको एउटा गाई पालन क्षेत्र छ अरे, त्यो गोरु त्यहाँ किन छ? त्यो राम्रो त्यो जवानी छन्जे त्यसको अवस्था खायो। त्यो गाईहरू त्यो अलि तरुनी छन्जे दुधहरू खायो, अहिले किन छोडिदिएको छ? यो ध्यान बबई गाउँपालिकालाई ध्यान आकर्षण होस्। गाई लक्ष्मी हुन्, आमा हुन्, छोरी हुन् क्या गाई। त्यही भएर यहाँ पनि गाई चिनाएको छ यो रापरपा नेपाल पार्टी। तपाईँलाई धन्यवाद। जोसुकै झन्डा फेर्नुहोस्, राष्ट्रिय चिन्ह गाई नहटाउनु मेरो सुझाव। बोली बोल्न जान्दैन मान्छे,
बाँच्दासम्म मिठो बोली बोल्न जान्दैन मान्छे, मरेपछि त्यही बोली बोल्न पाउँदैन मान्छे। मरेपछि त्यही बोली बोल्न पाउँदैन मान्छे। रिस छैन डाहा छैन भने कोर्लिरहन्छ, रिस छैन डाहा छैन भने कोर्लिरहन्छ। आफ्नै साथी लड्दाखेरि मजाले हाँसिदिन्छ, आफ्नै साथी लड्दाखेरि मजाले हाँसिदिन्छ। आजको यो मान्छेको परिचय लिएर जिल्ला प्रदेश सबै तह र तबकामा रहनुहुने मेरा आदरणीय आमा बुवा दाजुभाइ दिदी बहिनी र साना छोराछोरीलाई पनि मैले देखिरहेको छु। सबैमा म जय राष्ट्रवादको न्यानो अभिवादन प्रकट गर्छु। जय राष्ट्र। हतार भइरहेको छ, अब त भाषण र आसनका कुरा छोड्नु पर्यो। अब हामी यति मात्रै के कुरा बुझ्नु पर्यो, तपाईँ हामीले भन्दाखेरि गत फागुनको 21 गतेको जब निर्वाचन भयो अनि हामीमा जुन प्रकारको उत्साह थियो, उमङ्ग थियो, अब त राप्रपाले 1/2 बहुमत ल्याउँछ भन्टीको त केवल हामीले यस्तो कुरा सुनिरहेको थियो, तर नतिजा हामीले सुने जस्तो भएन। अनि तपाईँ र हामीमा वितृष्णा जाग्यो, नैराश्य जाग्यो। अब के साँच्चै भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी यस्तै रहने हो त? राष्ट्रिय प्रजातन्त्र पार्टी आउने जाने यो एउटा यात्रीको रूपमा उहाँहरू रहिरहनु भएको छ भने अहिले केन्द्रको कुराले लिएर हाम्रो के हुने हो? अब यो छुट्टिन लागेको फुट्न लागेको भनेर तपाईँहरू हतार होला भने मैले एउटा शुभकामनाको जानकारी गराउँछु है। त्यो भएर पछाडि आइदिनुपर्छ। त्यो स्वादको त्यो लग्नु पर्यो क्या हजुर। यस्तो बनाएको पो हो त गाठे, यस्तो बनाएको पर्यो टन्नै बोलाउने हजुर हो, बोलाउने को यसको यहाँ छ नि त। ल ठिक छ। यो खानलाको फोटो बाइकसारी पिउनलाको फोटो खिचोस्, कार्यक्रम राम्रो भएको भनेर जानकारी गराओस्, ठक्क सर्ट क्लिप बनाएर टक्क पोस्ट गरोस्। धन्यवाद हजुर। केही छ? ठिक छ। अब हाम्रो थहराको जाने अब वनभोज कार्यक्रम भव्य सभ्य भयो, सबैलाई चिसो लाग्ला। बिदा हुन्छ। नमस्कार। आजको यो पिकनिक कार्यक्रम जो है एकदम सफलतापूर्वक सफलता भएको जानकारी गराउँदछु र यो बबई गाउँपालिका आयोजक कमिटी बबई गाउँपालिकालाई चाहिँ धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद। बगरमा बसेर जुन राप्रपाले जुन अवस्था दुःखहरू कष्टहरू भोगिरहेको छ त्यो भोग्न नपरोस् र अब युवा जमातलाई अगाडि बढाउनु पर्नेछ। जुनसुकै क्षेत्रमा पनि जसरी पनि हामी कम्युनिकेसनमा अलि जोडिनु पर्नेछ र कम्युनिकेसनकै कमी भएर हाम्रो प्रचारहरू कम भएका हुन्। जुनसुकै गाउँपालिकामा गए पनि हाम्रो यस्ता कार्यक्रमहरू हुनु आवश्यक छ र तीनवटै क्षेत्रले यसरी नै कार्यक्रम गरेर केन्द्रीय स्तरमा पनि हाम्रा दुई गुटमा उपगुट हुन लागेको राजनीति राप्रपाको राजनीतिलाई एकबद्ध हुनको लागि आह्वान गर्न चाहन्छु। म एउटा लुम्बिनी प्रदेशको महिलाको सदस्यको तर्फबाट भन्न चाहन्छु, किनभने हामी अब यहाँबाटै डेलिगेट गरेर राष्ट्रिय राजनीतिलाई मूलधारमा ल्याउन आवश्यक छ। दाङ जिल्लाले पहिलो अभ्यास गर्न आवश्यक छ भन्न चाहन्छु र सम्पूर्ण आज भेट हुनुभएको जम्मा हुनुभएको क्षेत्रमा तीन खले आयोजना गरेको कार्यक्रमलाई सौहार्दपूर्ण भएको मान्दछु र 2083 सालको पनि शुभकामना दिन चाहन्छु। र मैले खाना खाइरहेको छु जसमा हामीले अझै महिलाको कुराहरू, महिलाका मुद्दाका कुराहरू
उठाउन आवश्यक छ किनभने अस्ति पनि हामीले महिला सञ्जालले कार्यक्रम गर्यो अन्तर्पार्टी महिला सञ्जालले कार्यक्रम गर्यो त्यो कार्यक्रमको सञ्जालको कार्यक्रम मार्फत मैले केही कुरा राख्ने इच्छा राखेको थिएँ यस कार्यक्रममा यस कार्यक्रममा मलाई आवाज उठाउन पनि दिनु भएन म यो अन्यथा नसोचिदिनु होला म कुनै ठाउँमा राख्नेछु र जिल्लामा पनि हरेक कार्यक्रममा मेरो एटेन्ड भएको छ लुम्बिनी प्रदेशले पनि हरेक कार्यक्रम राख्नु भएको थियो अस्ति पनि चुनावी माहौल कसरी भयो 2082 सालको फागुन 21 मा भन्ने कार्यक्रममा पनि म थिएँ त्यस अवस्थामा सिङ्गो पार्टी राप्रपाको तर्फबाट म पनि थिएँ जस अन्तर्गत मलाई जुन पार्टीले युवालाई अलिकति स्पेस दिनुहुन्न भने राप्रपालाई भोलि चुनावी माहौलमा 2084 सालको चुनावमा पनि हम्मेमी पर्नेछ किनभने 84 सालमा हामीले जुन डेलिगेसनका कुरा नयाँ कुरा अनि अहिले भिजनका कुरा रिजनका कुरा काम दैनिक डेलिभरीका कुरा हुनन् भने राप्रपालाई अप्ठ्यारो दिन आउनेछ भन्न चाहन्छु र नगरमा अब महिलाको प्रतिनिधित्व हुन आवश्यक छ म त्यो भन्न चाहन्छु भन्दै अल के अरे राप्रपा टिमलाई जय राष्ट्रवाद भन्दै पूर्ण नमस्कार गर्न चाहन्छु बहुत राम्रो छ भाइ ठिक छ बहुतै राम्रो चलिरहेको छ यो कार्यक्रम छ यो चाहिँ यो शुभकामनाले सबैलाई सद्बुद्धि दियोस् हैन यो 83 साल चाहिँ शुभ होस् राम्रो होस् र यो भोज कार्यक्रम जो गरेको छ बबई गाउँपालिकालाई धेरै धेरै धन्यवादको उचाइ दिन चाहन्छु अरू चाहिँ सब राम्रो छ धन्यवाद छ क्यामेराम्यान अञ्जन अधिकारीलाई यो आज हाम्रो बबई गाउँपालिका अध्यक्ष विष्णु ओलीजीले आयोजना गर्नुभएको पार्टीका जिल्ला स्तरका सबै साथीहरूलाई बोलाएर यो वनभोज कार्यक्रमको कार्यक्रम गर्नुभयो हामीले यसमा वनभोजको चाहिँ खाना पनि खायौँ र शुभकामना आदान प्रदान नयाँ 2083 सालको शुभकामना आदान प्रदान गरेर यस्ता कार्यक्रमहरू अरू गाउँपालिकाले पनि नगरपालिकाले पनि जिल्लाले क्षेत्रले गर्दै जाओस् पार्टी सङ्गठनको सङ्गठन पनि बढ्दै जानेछ भन्ने यहाँहरूलाई मेरा कुरा सुन्ने सबै उपस्थिति दाजुभाइ दिदीबहिनीहरूलाई हेर्नेहरूलाई पनि नयाँ वर्षको 2083 शुभकामना हार्दिक शुभकामना दिन चाहन्छु हवस् धन्यवाद धन्यवाद सर के भइरहेछ यहाँ एक खानपिनको सानो एउटा व्यवस्था गरेको थियौँ हजुर हजुर अनि यसलाई यसो सबै पाहुनाहरू हाम्रो साथीहरूलाई बोलाएर खाना खुवाउँ भनेको थियौँ र एउटा सामान्य तरिकाले हामी स्वागत गरेको मात्रै हो नयाँ वर्षको लागि अरू केही पनि छैन सर ल धन्यवाद नेकपिन